हेलो वेलकम टु माई च्यानल एडभेन्चर विथ दिपेश। के तपाईँलाई थाहा छ सबैभन्दा खतरनाक माछा, सबैभन्दा खतरनाक जनावर र सबैभन्दा खतरनाक सर्प यो दुनियाँमा कुन हो? यो दुनियाँमा सबैभन्दा सानो, सबैभन्दा ठुलो, सबैभन्दा लामो र सबैभन्दा छोटो जनावरहरू पाइन्छ। ती जनावरहरूमध्ये सबैभन्दा खतरनाक जनावर कुन हुन् त? यी जनावरहरूमध्ये सबैभन्दा खतरनाक जनावर पनि छन्। हाम्रो पृथ्वीमा सबैभन्दा खतरनाक जनावरहरू पाइन्छन्। यी जानकारीहरू प्राप्त गर्नको लागि हाम्रो भिडियोमा अन्त्यसम्म जोडिदिनु होला। धन्यवाद। लेट्स बिगिन द भिडियो विथ सानो इन्ट्रो। नम्बर 3 मा रहेको छ ब्ल्याक माम्बा। ब्ल्याक माम्बा सबैभन्दा खतरनाक सर्प भन्दा गलत हुने छैन। यसको मुखभित्र कालो भएको हुनाले यसलाई ब्ल्याक माम्बा भनिएको होला। ब्ल्याक माम्बा सबैभन्दा खतरनाक सर्पमध्ये नम्बर 1 मा रहेको छ। यस पृथ्वीमा यसलाई सबैभन्दा विषालु सर्प मानिन्छ। साथै यसको विभिन्न प्रजातिहरू यस पृथ्वीमा रहेको छन्। यसको जनसङ्ख्या अफ्रिकन कन्ट्रीमा धेरै रहेको छ। यसको लम्बाइ करिब 12 फिट रहेको छ। सबैभन्दा विषालु सर्प यसलाई मानिन्छ। मानिसलाई टोक्यो भने करिब 1 मिनेटभित्र मानिसको ज्यान जाने गर्दछ। यस विविध कारणले गर्दा यसलाई सबैभन्दा खतरनाक सर्प मानिन्छ। यो अरू सर्पको तुलनामा सबैभन्दा फास्ट हिँड्ने सर्प हो। ब्ल्याक माम्बा र किङ कोब्राको तुलना गर्ने हो भने यिनीहरूबीच जमिन आसमानको फरक छ। त्यसैले यिनीहरूबीच तुलना गर्नु मूर्खता हुन्छ, किनकि ब्ल्याक माम्बा किङ कोब्रा भन्दा अत्यन्तै विषालु हुने गर्दछ। ब्ल्याक माम्बाले यिनीहरूको शिकारलाई डसेर मार्ने गर्दछ र विष लागेर स्थिर अवस्था वा मर्ने अवस्थामा पुग्यो भने खाने गर्दछ। ब्ल्याक माम्बाले पनि अरू सर्प जस्तै यिनीहरूको शिकारलाई निल्लेर खाने गर्दछ। यिनीहरूको शरीरमा विष हुने भएकोले यिनीहरूबाट मानिसलाई एकदम खतरा हुने गर्दछ। नम्बर 2 मा रहेको छ हिप्पोपोटामस, जसलाई नेपालीमा जलगैदा पनि भनिन्छ। धेरै जस्तो जलमै रहने भएकोले यसलाई जलगैदा पनि भनिन्छ। यो प्राणी निडर हुने गर्दछ। यो प्राणी कोहीसित पनि डराउँदैन, इभन कोहीसित पनि डराउँदैन। यसको सर्टकट नाम हिप्पो रहेको छ। यसले पानीमा गोहीलाई पनि हराउँदो रहेछ। यो धेरै समय पानीमा बस्न मन पराउँदो रहेछ। यसकारण यसलाई जलगैदा भनिन्छ, अर्थात् वाटर राइनो भनिन्छ। यस पृथ्वीमा यस्तै प्रकारका विभिन्न जनावरहरू पाइन्छ। नम्बर 1 मा रहेको छ पिराना माछा। यसको दाँत धारिलो भएकोले यसले जे पनि काट्न सक्दछ आफ्नो दाँतद्वारा। यस भिडियो हेरेर आफै पत्ता लगाउन सक्नुहुनेछ हजुरहरू। यो माछा सबैभन्दा खतरनाक माछा हो। यस माछाको बारेमा कैयौँ फिल्म बनाइएको छ, जुन फिल्ममा यसलाई दानवको रूपमा लिइने गर्दछ। साँच्चै यो पिराना माछा एकदम खतरनाक छ त? यसको प्रुफ यो भिडियोमा छ। यो मानिसको औँला यसरी खाइदिएको छ। यो माछाको दाँत यति खतरनाक हुन्छ कि यसले पलभरमा आफ्नो शिकारलाई कङ्काल बनाइदिन्छ। यो माछा हजारौँ सङ्ख्यामा हुन्छ र यसले मानिसलाई भेट्टायो भने कङ्काल बनाइदिन्छ।